हाम्रो देशमा कानुन यति जटिल किन छ, स्पेसली फिमेलको हकमा? एक त सहीको लागि फिमेलको पक्षमा फिमेल सही हुँदा हुँदै पनि उसको आवाज बाहिर उठाउन, बाहिर निकाल्नै धेरै गाह्रो छ। बाहिर आवाज उठाए पनि उसको लागि लड्न पनि कानुन यति जटिल छ कि सही तरिकाले लड्न पनि गाह्रो छ के, एकदम गाह्रो। एक त फिमेलको पक्षमा सहीको लागि लड्न यति एकदम गाह्रो छ। त्यो लडाई सही तरिकाले लड्न त झनै गाह्रो, त्यो सही तरिकाले लडेर जित्न त असम्भव जस्तै छ क्या, असम्भव जस्तै। पुरुष र महिलाको लडाई बेग्ला बेग्लै हेर्दाखेरि पुरुषको केस कति सक्सेस भएको छ, कति जितेको छ, र महिलाको केस कति जितेको छ, यसो हेर्नुहोस् त। पहिला त महिलाको केस अदालतसम्मै पुग्नलाई यति बाधा छ नि, लाइफ महिलाको त अलरेडी बाधा छँदैछ, रुकावट छँदैछ। इनकेस उसँग केही गलत भएको छ, कुनै तरिकाको केही गलत भएको छ भने त्यो अदालतसम्म पुग्न, आफ्नो समस्या भन्न पनि गाह्रो छ क्या उनीहरूलाई। अदालतसम्म पुग्न त धेरै त्यसको लागि के भने, हाम्रो के अरे कानुन मन्त्री अहिले फिमेल आउनु भएको छ। अब लेट्स सी उहाँले यस्तो यस्तो कानुन महिलाको लागि स्पेसली कति कानुन हटाउनुहुन्छ, फाल्नुहुन्छ, कति थप्नुहुन्छ, कति नयाँ कानुन क्रिएट गर्नुहुन्छ, लेट्स सी। यसमा बोल्नुपर्ने त धेरै छ, तर बिस्तारै हैन, बिस्तारै अब आफ्नो आवाज राख्दै जाउँ, ताकि कानुन मन्त्रीले पनि उहाँ अलरेडी एकदम विज्ञ हुनुहुन्छ हैन, उहाँले अलरेडी हाम्रो लागि सोच्नुहुन्छ। तर हामी पनि आफ्नो समस्याहरू, आफ्नो कुराहरू राख्दै जाउँ। अब हैन, त्यो ठाउँसम्म पुग्न त गाह्रै छ, कमसेकम यो भिडियोको मार्फत त कमसेकम हाम्रो आवाज निकालौँ क्या, कुरा गरौँ यस बारेमा।